हेलो हेलो आज चाहिँ स्याटरडे हामी चाहिँ यसो बाहिर घुम्न जान आँटेको हामी कहाँ घुम्न जान आँटेको आज म चाहिँ आज तिमीलाई र रोनाल्डोलाई लिएर टक्क पारेर हामी कता घुम्न जान्छौँ खै कहाँ थियो नामको ठाउँमै बिर्सिनु मुन्डा रिङको नि के थियो नाम पनि के रिङवाला छ हामी अब जाँदैछौँ अनि मैले चाहिँ आज यहाँनिर मेरो भाइले मलाई गिफ्ट दिएको हो यो ज्याकेट अनि त्यो ज्याकेट लाएर एकदम तातो भएर अब म घुम्न जान आँटेको कस्तो छ ठाउँ भिडियोमा पुरा रेकर्ड गरेर ल्याएर भरे अपलोड गर्छु म भरे त गर्दिनँ कहिले हुन्छ होइन बिस्तारै अपलोड गरिदिन्छ अब हामी घुम्न जाने हो हेरौँ कस्तो छ ठाउँ ओके सी या ल हामी चाहिँ हिँड्यौँ कति मिनट छ 2 आवर्स रहेछ 2 आवर्स 39 मिनट्स हो अराइभल चाहिँ 153 लेखाएर रहेछ मैले 2 आवर्स देखेर ल 39 मिनट्समा हामी जाँदैछौँ कुन अरे ठाउँको नाम मारै ल अब यता हुनुहुन्छ हाम्रो समीर सर हेलो गाइस राइड गर्दै हुनुहुन्छ उहाँ चाहिँ म चाहिँ अलवेज प्यासेन्जर प्रिन्सेस हो होइन जताततै मलाई त सबै मेरो कामतिर सबैतिर ड्राइभ गर्दैन भन्ने थाहा पाएर होला सबैले मलाई लिफ्ट दिन आउँछन् कहाँ तँलाई पुऱ्याइदिनुपर्छ छोडिदिनुपर्छ भनेर कति माया गर्छन् मलाई अबला नारी नै भइसक्यो ल अब हामी जाँदैछौँ तपाईँहरूलाई हामी लोकेसनमा पुगे पछाडि कस्तो छ देखाइहाल्छौँ तपाईँ पनि के भन्नु हेर्ने भने हामी दुईजनै होला फेरि पछि भिडियो अपलोड गरेर पनि यस्तै छ ल गीत सुन्दै सुन्दै म्युजिक सुन्दै सुन्दै जाने हो हामी यु गाइज हामी चाहिँ जाँदैछौँ हामी गइरहेछौँ अब चाहिँ 26 मिनट छ तर बाटोहरू चाहिँ एकदम राम्रो रहेछ है हामीलाई त कस्तो क्यानबेरा गएको याद आइरहेछ होइन तपाईँलाई क्यानबेरा गएको बाटो याद आएको छैन छैन किन त्यस्तै छ त बाटो मलाई चाहिँ कस्तो क्यानबेरा जस्तै लाग्दैछ अमरडेल रे यहाँ चाहिँ सुरुमा ठाउँको नामहरूमा चाहिँ एकदम कन्फ्युज अनि यहाँनिर एउटा ठाउँको नाम चाहिँ लेसमा डी रहेछ अनि लास्टमा चाहिँ डिआइई लेखेको थियो अब मैले हेरेँ अनि लेसमा डाई देखेँ मैले अब मैले पढेँ डाई अनि अब म कहाँ हो भने लेसमा डाई भने आमामा त्यहाँका मान्छेहरू हाँसेर मेरो बिल्लै गरे यति धेरै के गर्नु यस्तै हुन्छ नयाँ नयाँ ठाउँमा अब सिडनी पनि घुमियो होइन पर्थ पनि घुमियो अब एडिलेड ब्रिस्बेन अनि मेलबर्न 3टा बाँकी छ नि तास्मानिया बाँकी छ होइन त्यति पनि त्यहाँ पनि जाने हो आई ट्राभल अल अराउन्ड द अस्ट्रेलिया भन्न त पाइन्छ पछि होइन ओके न अब सिडनीमा गयो भने कतै के सिडनीको कसैले कुरा गर्यो भने त्यहाँ यस्तो यस्तो भनेर आफूलाई छर्लङ्गै आउँछ नि त होइन अब पछि अब अरू ठाउँमा गयो भने पर्थको यो भन्दा नि त्यहाँ म त्यहाँ काम गर्थेँ त्यहाँ यस्तो भन्न आउँछ कति राम्रो राम्रो फुल रहेछ यहाँ बाटोमा चाहिँ सो नाइस है कस्तो राम्रो के कति राम्रो बाटो रहेछ यो कुन ठाउँ हो कालामुण्डा कस्तो राम्रो रहेछ यो पहेँलो फुल हो कि के हो सबै फुलिरहेछ पहेँलो पहेँलो चिया पकाएर लिएर आउनु पर्ने रहेछ त्यहाँनिर बसेर चिया खानु कति मजा आउँछ किन नल्याएको त मैले के गरेर मसलाको फ्री रहेछ मसला हो मसला हो यो मसला मसला यहाँ तिम्रो यो गर्नु रहेछ त ठाउँ पोलेर खाने यहाँ त यहाँ माथि पो रहेछ त हेर न यहाँ माथि पुग्ने ठाउँ रहेछ त्यहाँ माथि फोटो खिच्दिनु न अनि यो चाहिँ हाम्रो तल पानी रहेछ पावर प्लान्ट जस्तो रहेछ त्यहाँ पर लुक आउट
कस्तो छ त लुकआउट चाहिँ त माथि नि केही छैन जस्तो छ अब मेरो सबै सिँढी चढेर जानुपर्ने हो माथि ए हो र थाकिँदैन नि त्यत्रो सिँढी चढ्दा किन नथाक्ने हो र त्यति धेरै सिँढी कसरी चढ्नु कहाँ गएको थिइनँ र म कता 28 किलो यतातिरको साइज हो के होइन होला त्यस्तो अल्छी त छुइनँ त म आमा सिँढी त कति धेरै छ त्यत्रो सिँढी नो इन्ट्री लेखिरहेको छ त ऊ माथि त यत्रो सिँढी रहेछ यहाँ चाहिँ यो सिँढीमा चाहिँ यो सिँढी चढेर चाहिँ नि ऊ माथि पुगिन्छ अरे अनि त्यहाँ माथिबाट चाहिँ के हेर्ने भन्दा चाहिँ फेरि यही तल हेर्ने कस्तो देखिन्छ भनेर यो तलबाट माथि कस्तो देखिन्छ भनेर हेर्ने अनि माथि चढेर फेरि माथिबाट तल कस्तो देखिन्छ भनेर हेर्ने यस्तै छ है यस्तै छ मलाई यो चढ्ने उकालो ओह्रालो यस्तो चाहिँ मन पर्दैन घुम्न आएको भनेपछि त रमाइलो गर्न आएको थियो फेरि दुःखै पाउनु भने त किन आउनु यहाँ सिँढी चढी चढी कस्तो हुँदैछ हाइकिङ ढाँटेर घुम्न जाऊँ भनेर हाइकिङ चढाउनु ल्याउनु भएन फटा सबै बोस आज कि घट्छ आज 6 प्याक लिएर त आने हो यस्तै सुताएर बस्छु भन्दै थियो तिमीलाई यता चाहिँ यहाँ चाहिँ यदि चढ्यौँ हामी already looks beautiful अझै बाँकी छ कि चढ्न अब उहाँको चाहिँ टिकटक सिकटक गएछ टिकटक कहिले नसकिने भयो अब अन्तिम अझ आइपुग्न आँट्यो टिकटकर पनि यहाँ आइपुग्न आँट्नु भयो के हो यो बिबुल मुन ट्र्याक त्यही त सर भन्दो रहेछ अब एकछिन उयो सबै हेरौँ न थोरै कस्तो छ निस्कन घाँटीमा बेला टक्कै होइन शिवजी म यहाँको विदेशी साप लाग्यो नि देशी बनाइदिन्छु पुरै यताको ट्र्याक चाहिँ कहाँ जान्छ त्यही भएर हामी यता गइँदैन जस्तो छ थाला भने फेरि अनाप हुन्छ सर्पले डो भने के गर्नु फेरि त्यही भएर अब सर्पतिर नजाने हामी राम्रो बाटोतिर जाने किनभने मम्मीहरूले मलाई जहिले पनि बुनु ठुलो भएपछि राम्रो बाटो हिँड्नु भन्नुभएको छ त्यही भएर म त्यस्तो बाटो हिँड्दैन होला ठिक छ राम्रो बाटो मात्र हिँड्छु म आँखाकारी छोरी हो मेरो बाउ आमाको ओके बुझेँ राम्रो बाटो मात्र हिँड्नु भन्नुभएको छ त्यही भएर म त तपाईँ कहाँ कहाँ जङ्गलतिर कता कतातिर हाइकिङ जाउँ भन्नुहुन्छ नि त्यही भएर नमानेको क्या यस्तो किन राम्रो बाटो मात्रै हिँड्नु भन्नुभएको छ नि त त्यही भएर त्यहाँ राम्रो राम्रो बाटो हुन्छ तपाईँलाई भन्नु भएन मम्मीले त्यही भएर तपाईँ त खाली खाली मम्मीले भन्नु भएन मलाई म राम्रो बाटो हिँड्छु भनेर थाहा छ अनि त्यही भएर एजुकेसन बार्बिक्यू फेसिलिटिज अरे यहीँ माथि त छैन होला यहाँ रहेछ तिम्रो मेन आइगयो मन्डरिङ वेयर CY O'Connor ओकनर भने त मलाई एकजनाको याद आउँछ क्या कसको याद आउँछ भन्दाखेरि चाहिँ पहिला थियो नि डोरोथी ओकनर हो त्यसको याद आउँछ Wondering where
ड्याममा पहिले त डर पानी आउँदो रहेछ त रिभर रिजर्भियर अब चाहिँ हामी आइपुगेका छौँ कस्तो राम्रो छ नि एन्ड देन यहाँ चाहिँ दामी लेक रहेछ रिजर्भियर होला यहाँ चाहिँ बन्द हुने रहेछ all gets closed look at this कहाँबाट आएको हामी हाम्रो यो उपरको त पुल छ नि पर मान्छे पुल है त्यहाँ पुलबाट गाडी त्यहाँ छ त्यहाँ त फर्केर हामी जानै छ हिँड्दै हिँड्दै त्यहाँबाट हिँड्दै यहाँ माथि आएको माथिबाट अघि तलबाट माथि हेऱ्यो अहिले माथिबाट तल तलदेखि माथि माथिदेखि तलसम्म सकेर अब हामी चाहिँ फर्केको मन्डारिङमा राम्रै रहेछ रमाइलो पिसफुल एरिया रहेछ हरियाली रहेछ पहाड जस्तो जस्तै छ अनि अब चाहिँ कफी कता क्याफे जान आँट्यो होइन हामी क्याफेको नाम चाहिँ के हो ल हाम्रो चाहिँ कफी नै आइसकेको छ तपाईँको कुन हो ए कुन हो त फ्ल्याट वाइट कुन हो लाटे कुन हो दुईजनाकै फ्ल्याट वाइट हो हाम्रो चाहिँ खाजा नै आइपुग्यो कोही बेला जति भोक लागिसक्यो मैले चाहिँ जहाँ गएर नि खाने त्यही आलु मात्र हो यहाँ अस्ट्रेलियामा कि त नेपाली रेस्टुरेन्ट जानु पऱ्यो नत्र भने अरूतिर खाने भने यही ओन्ली आलु अब खाएँ ल भनौँ न खाएँ ल अब हामी खाने अब हामी कहाँ जान्छौँ भन्दा चाहिँ अब हामी ग्रोसरी गर्न जान्छौँ अब ग्रोसरी किनेर अनि घर जाने हो अनि आजको दिन सकियो अब यसरी नै सकियो अब यस्तै छ जिन्दगी अब मेमोरी भयो यो दिन यस्तो गरेको थियौँ भनेर हामीले युट्युबमा हाल्ने हो मेमोरीको लागि है त